यो घरमा सबै जे गल्ती हुन्छ सब गल्ती त मरेरै हुन्छ यिनीहरू त सब भगवान हुन् त चाहिँ दिउँसभरि मोबाइल मात्रै चलाएर बस यस्तो खिचेर एक थप्पड गाला मात्र मोबाइल छोड्छ अनि यो घरमा त नोक्रानी छ नि तिरीको नोक्रानी त्यही भएर सबजना खुसी छन् सबजना सुखी छन् के भयो मम्मी के भएन के हुने र मलाई के पनि आएन के भयो मम्मी भन्नु न किन रोइरहनु छ कस्तो हो भन्नु न हात जोड्छु म केही भएन मलाई छोड्दे एक्लै के भयो भन्नु न केही भएन मलाई छोड्दे मैले पहिले भन्दै छोड्दे मलाई यहाँ केही भएन नै म त पछि लाग्छु भगवानले के बना छोरी मान्छेलाई न माइत सुख हुन्छ न घर सुख हुन्छ मम्मी तपाईलाई भएको चाहिँ के हो केही पनि भएन नि मैले पहिले भन्दैछु पज यहाँबाट के भयो के भन्नु न कस्तो हो नभनेको केही पनि भएन आइज खाना खाना आइज ऊ जा आफ्नो बाबालाई बोला खाना खान ल हुन्छ बिहे भएको 18-19 वर्षसम्म त एकदमै राम्री भएँ सबको लागि राम्री भएँ तर थाहा छैन अचानक म सबको लागि नराम्री भएँ के भयो कि तपाईलाई कसले के भन्यो के भएन स्वर्ग नर्क त यहीँ छ यहीँ धरतीमा छ मान्छेहरूले माथि छ स्वर्ग नर्कमा चाहिँ नै जिउँदै देख्न पाइन्छ स्वर्ग नर्क कहाँ छ भनेर मैले नै भोगिरहेको छु नर्क कस्तो भनेर एउटा छोरी छ जसले दिउँसभरि मोबाइल चला के हेर्छ एउटा त्यसको भाइ केही भन्नै हुँदैन जुन घरमा श्रीमानले श्रीमन्तीको मान सम्मान गर्दैन त्यो घरका मान्छेले बाहिरका मान्छेले कसैले पनि छोराछोरी कसैले पनि उसको मान सम्मान गर्दैनन् उसले भनेको मान्दैनन् यो त शास्त्रमा लेखेकै कुरा छ मम्मी के भयो औषधि खानु त्यसो भए बाबालाई ल्याइदिनु भन्छु म के भयो के भन्नु न बिहानदेखि रोक्रै हुनुहुन्छ केही भएन मलाई के तकिन मेरो बिहानदेखि पछि परिरहेको छ के भयो भन्दै मलाई केही भएन ए भगवान जाम त म कहाँ जान्थे छोड्दे मलाई भन्नु न के कस्तो हो केही भएन के मलाई केही भएन बिहानदेखि तकिन मेरो पछि मात्रै परिरहेको छ के भयो भन्दै जब मलाई केही भएकै छैन भनेको तकिन पछि परिरहेको के बिहानदेखि भनेको ए भगवान जाम पनि म कहाँ जान्थे ए भगवान तँलाई मैले नगर भनेको होइन पछि नगर भनेको न टाउको दुखेर मर्ने बेला पछि नभएर के भन्छ